नमस्कार दर्शकवृन्द, लाइभ अपडेट न्युज लिएर म उपस्थित भइसकेको छु। आज फागुन 21 गते नेपालमा बिहानै 7 बजेदेखि निर्वाचन भइरहेको छ। विभिन्न मतदान केन्द्रहरूमा पुगेर यहाँहरूले भोट पनि गरिराख्नु भएको छ र अहिलेसम्मको अपडेट हेर्ने हो भने 11 बजेसम्मको अपडेटलाई हेर्ने हो भने लगभग 10.18% मत खसेको छ र केही ठाउँमा छिटफुट घटनाहरू र हुलदुङ्गाहरू भएका हुन् र त्यसमा दोलखामा चाहिँ मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा रहेको छ। सर्लाहीमा सिडिओले भनेको अनुसार उहाँको भनाइलाई मान्ने हो भने सामान्य विवादपछि त्यहाँनिर मतदान सुरुवात भइसकेको छ र केही ठाउँमा यस्तो पनि देखिएको छ भन्दाखेरि कतिपय ठाउँमा गलत अफवाहहरू फैलाउने गरेको पनि पाइएको छ सामाजिक सञ्जालहरूमा। त्यो कुरालाई चाहिँ भने यहाँहरूले सत्य तथ्य जानकारी लिएपछि मात्रै ती कुराहरूलाई सञ्जालमा सेयर गर्नुहोला। र एउटा सिन्धुपाल्चोकमा चाहिँ अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले हाले भन्ने एउटा समाचार रहेको छ। यसरी हेर्ने हो भने समग्रमा अहिलेसम्म केही ठाउँ बाहेक सम्पूर्ण ठाउँमा नै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ र यहाँले गर्नुभएको मतदानले भोलिको एउटा दक्ष व्यक्ति छानिनेछ अथवा देशको एउटा सक्षम प्रधानमन्त्री छानिनेछ भन्ने लागेको छ र म हरेक समय पल यहाँहरूको सामु मतदान र आजको निर्वाचन सम्बन्धीको अपडेटहरू लिएर उपस्थित हुनेछु। अहिले भने बिदा दिनुहोस्। नमस्कार।